सबैलाई जय मसी। आज सन्डे स्कुलमा आशिष दिनुभयो, त्यसकारण हामी टिचरहरूलाई पनि धन्यवाद दिन्छौँ अनि साथै नानीहरूलाई। यस प्रकारले अघि तपाईँहरूले सुनिहाल्नुभयो, नानीहरूलाई है कसरी आमा बाउले पनि सहायता गर्नुपर्छ। आधुनिक कुरो सिकाउनुको लागि, संसारको कुरो सिकाउनु हामी कति चिन्ता गर्छौँ, कोसिस गर्छौँ। त्यस्तै प्रकारले आधुनिक कुराका लागि पनि हामीले नानीहरूलाई अगाडि बढाउन मतलब नानीलाई आधुनिक शिक्षा दिनको लागि कोसिस गर्नुपर्छ। त्यहाँ समय भयो आफै सिकिहाल्छ, आफै पढिहाल्छ भनेर भन्नु हुँदैन। आधुनिक कुरो झन् मुख्य कुरा हो। यसकारण यसलाई चाहिँ हामीले आमा बाउले पनि सहायता गर्नुपर्छ। साथै टिचरहरूले पनि कति मेहनत गर्छन् है, त्यहाँ कति टाइम भइकन मेहनत गर्यो। यसकारण उनीहरूलाई पनि हामी धन्यवाद दिन्छौँ। उनीहरूले मेहनत गर्यो, प्रार्थना गर्यो, वचन पढ्यो है, वचन आफूले अध्ययन गरेर अनि नानीहरूलाई सिकाउनु यो ठुलो कुरो छ। यसकारण हामी सबैको लागि सर्वप्रथम प्रभुलाई धन्यवाद दिन्छौँ अनि साथै हामी टिचरलाई पनि धन्यवाद दिन्छौँ। अनि हामी आमा बाउलाई पनि हामी यो नम्र निवेदन गर्छौँ कि एकदम आफ्ना, किनभने हामी अन्तिम दिनमा गुज्रेका छौँ है। यिनीहरू जान्नुहुन्छ संसारमा कति कुरो बढेको छ, जुनहरूले जस कुराले नानीहरूलाई संसारपट्टि खिच्छ, संसारको ज्ञानले खिच्छ, संसारको देख्नु बोली चाली सबै कुरोले खिच्छ, कुराकानीले सबले खिच्छ। यसकारण हामीले उनीहरूलाई जति सक्दो कोसिस हामीले गर्नुपर्छ आत्मिकी कुरोमा खिच्नु, आत्मिकी बाटोमा हिँडाउनु अनि आत्मिकी कुरो सिकाउनु है। यसो गर्दाखेरि के हुन्छ, अघि हामीले सुनिहाल्यौँ नानीहरूको आत्मामा छ प्रथम कुरो, अनि हाम्रो जीवनमा पनि एउटा आशिष आउँछ, हामीले पनि इनाम पाउँछौँ स्वर्गमा यसको है। हाम्रा नानीहरू बाँच्यो, उनीहरूले प्रभुको महिमा गऱ्यो भनेदेखि, प्रभुको काममा हात बढाउने छोराछोरी भयो भने कति खुसी है। अनि स्वर्गमा त्यसको हामीले के पाउँछौँ, इनाम पाउँछौँ। तपाईँ र मेरो परिश्रम केही पनि खेर जाँदैन है। केही कुरा पनि, एक वचन पनि प्रभुको विषयमा जो हामीले दिन्छौँ त्यो कहीँ पनि खेर जाँदैन। त्यो सबैको इनाम तपाईँ र मैले प्रभु आउँदाखेरि पाउनेवाला छौँ। यसकारण हामी कति धर्मीका मान्छे है, संसारको मान्छेले यो कुरो पाउँछ र यो कुरो बुझेको छ र छैन, तर तपाईँ र मैले बुझेका छौँ अनि हामी जान्दछौँ। यसकारण हामी बडो यत्नसाथ यी दिनहरूमा, यो अन्तिम दिनमा प्रभुको काम हामीले यस प्रकारले गर्नुपर्छ। हामी आमा बाउले गरिदिनुपर्छ, टिचरहरूले गर्नुपर्छ, मण्डलीले लगातार प्रार्थना गर्नुपर्छ ताकि आउँदोवाला दिनमा हाम्रा यी बढ्दै गएका नानीहरू मण्डलीको लागि एकदम मजबुत खम्बा बनिएका होस् अनि प्रभुको महिमा होस् भनेर है। यसकारण प्रभुले हामीलाई बिता दिनमा सहायता गरे, आगामी दिनमा अझै बढी नाममा सहायता गरौँ भनेर हामी सबैले बोझको साथ प्रार्थना गर्नुपर्छ है। अनि अघि हामीले पढिहाल्यौँ है, उठ्दा बस्दा सुत्दा खाँदा पिउँदा हामीले के गर्नु रे, नानीहरूलाई प्रभुको विषयमा बताउनु, प्रभुको प्रेमको विषयमा बताउनु है, प्रभुको राजको विषयमा बताउनु। हाम्रो बोलीको पनि के हुन्छ, एक दिन हामीले इनाम पाउँछौँ। हामी छिटो लागेर बस्यौँ भने समय मिल्छ गरिहाल्छ, यसको बेला होला नि भनेर भन्यो भनेदेखि चाहिँ त्यो जति समय बित्छ नि त्यो समयमा हामीले लेखा दिनुपर्छ है, लेखा दिनुपर्छ। अनि काम गऱ्यौँ भने, प्रभुको काम गर्दै गयौँ भने